सो हेलो फ्रेन्ड्स वाट्सअप इट्स मी कृष्ण थापा। यो चाहिँ मेरो अर्को युट्युब भिडियो होइन। आई होप सबै सन्चै आर्मी हुनुहुन्छ होला हजुरहरू। सो अघिल्लो भिडियो चाहिँ हाम्रो के थियो भनेपछि अब बर्दिया गएको रोड ट्रिपको मात्रै थियो होइन। यो चाहिँ अब नेक्स्ट पार्ट जो चाहिँ हामी त्यहाँको ठाउँको घुमिरहेको होइन। सो अनि स्पेसल्ली के छ भनेपछि थारू कल्चरको तरिका बुझ्न पाइयो होइन। सिस्टम त्यहाँ अब कस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ मलाई सानैदेखि बुझ्नुपर्ने रहर थियो, त्यो चाहिँ बुझ्न पाइयो। सो त्यो चाहिँ मेरो लागि सबभन्दा अब राम्रो पक्ष भनौँ होइन। अरू चाहिँ बाँकी। सो लेट्स गो। हिँड्दै जाने हो ओ टाढा र हिँड्दै गयो नि त फेरि दिउँसो लाग्ने होला है। लाउने र म त नलाग्यो भने सोचेको के त्यही बेला यस्तो लास्टै गर्मी चाहिँ के जुत्ता लाउनु भनेर क्या। के गर्नु त अनि बिहाको लागि यो केरा सेरा सजाउने काम होइन। यो फलेको केरा राख्ने होइन र खास सिस्टममा उहाँहरू त जानु हो त। हामीलाई थाहा छैन फेरि बाटो भुलिन्छ भेटिन्छ पाटे बाटो। त्यो अर्को केरा हो यो के हो यसलाई बाँस पनि काट्छन्। सो दिस इज द बर्दिया होइन। तर अलिक चिसो चाहिँ लाग्छ आजै बन्द खै बाटो लाग्यो छैन यार। बाइकको लागि गाल आइहाल्यो यार। यो के हो हाँस किन हाँसा छैन त यार। त्यहाँ फेब्रिक रहेछ एउटा चप्काउनु पर्छ त्यसले के चाहिँ चप्काउनु पर्ने हेर्नु लायक त केही छैन होइन। धेरै मन मौसमले साथ दिइरहेको छैन क्या। अहिले दिउँसो घाम लाग्छ भने अनुमानै छ होइन सबैजनाकै। भैँसीहरू यस्तो चिसोमा छ यार केही चाहिँ देखिरहेको छैन यार। यो चाहिँ अब के भन्छ यसलाई टाँगा साँगा के भन्छ भाषामा अब अहिले है भाषा धेरै बुझ्नु बाँकी छ, अझै सुनाउने बाँकी छ, हेर्ने बाँकी छ है। ठाउँतिर हिँडिरहेको छ अहिले चाहिँ बिहेको लागि काट्ने चल्नु रहेछ नि त बाँस। चिसो त एकदमै चिसो क्या केही चाहिँ देखिरहेको छैन। अब टाढो छ साथीहरूलाई देखिरहेको छ। सो उहाँहरू चाहिँ हाम्रो अब टिम लिडर अहिलेको लागि कहाँ जाने नि उहाँहरू देखिराख्नु भएको छ होइन। उहाँलाई फलो गरेर हो एकजना बिचमा दुला राजा नि हुनुहुन्छ। ए राजा के अरे के अरे उठली यो ठुलोलाई सानोलाई डेरी 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 ठिक ठिक सानोलाई कुट्ली। सो यो चाहिँ हाम्रो सङ्गम सर जन्मेको घर। अहिले चाहिँ घरै छैन। यो 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 के हो कहाँ खोइ त बाँस अशोक ल बाँस भन्दै सुनेको थिएँ त अघि मैले त। यति त चढिन्थ्यो होला यहाँ तर जुत्ता नलाग्यो भाइ। 50 वर्ष पुरानो होला नि त। त्यति पुरानो त होइन है। मैले देखाएको यो चाहिँ के अरे यहाँको थारू कल्चरको मन्दिर हो अरे। चाहिँ देवताहरू मान्ने गरी यसरी राखेको सिस्टम। यो घरलाई चाहिँ के भन्छ भन्ने कुरो अहिले पछि म बताउँछु होइन। आई डोन्ट नो अहिले चाहिँ मलाई थाहा छैन। हाम्रो भाषामा अब घरै भन्छ कि अरे यहाँहरूको भाषामा चाहिँ के भन्छ भन्ने कुरो अहिले पछि थाहा हुन्छ एकछिन पछि। So here he is
के भइरहेछ भन्दाखेरि हाम्रो मामा चाहिँ अब यहाँ रुख चोर्ने कोसिसमा हुनुहुन्छ। अशोकको सानो आगोहरू चाहियो अरे, अनि त्यो बिना फेरि पूजा नहुने हुँदो रहेछ घरमा। त्यो कारणले हामी यहाँ आएको छौँ हरियाली बारीभित्र। मौसम कुरा नगरौँ, भइहाल्यो। बारी चाहिँ हरियो बारी, साग पनि दामी खाँदो रहेछ। हाम्रो लोकल स्पाइडरम्यान यहाँको। आई डोन्ट नो वाट इज दिस, तर यो यसो पनि चारी खेल्ने जस्तो होला। गेम खेल्ने होइन यो? कोपी यहीँको आफ्नै टेस्ट दिएर बनाएको होला नि। बारी के है आनन्द लाग्यो हेर्दा, हल्ला कम बजारको भिड कम, जता हेऱ्यो हरियाली के। अलि हेर्न पाइएन कि आजको मौसम धोका दिए जस्तो नमन। मौसम खुल्नु पर्ने यार। अझै उता हुँदै जल्दी जाँदा देख्नुहुन्छ मजा आउँछ बाटो म त एकपटक यहाँ आएको छु हामी यो ठाउँमा। सो दिस इज द भ्यू होइन, नाउ वी आर हियर। यहाँ छौँ, बाटो पनि शान्तको रहेछ, ठाउँ पनि मजाको छ। राजापुर एरिया, सायद यताको साइडमा खोलो छ होला होइन। अब आफू भोलि जाने अर्को तिमी उता गएको थियौ? फेरि गर्नुपर्छ। गाउँको देउथामा छुट्टी छ हाम्रो गाउँमा, त्यो छुट्टै हुन्छ। गाउँमा गर्नु पर्यो, यहाँ घरमा गर्नु पर्यो, घरमा गरेको यहीँनिर छ। एउटा यहाँ छ, एउटा उ त्यहाँ छ, यो पालेको दुईवटा उ त्यहाँ छ। अब यहाँभित्र यो कोठामा भित्र छ। सिस्टम उहाँ चाहिँ सङ्गम सर बुवा। यो सब आजको पूजा। यो हाम्रो देवस्थान, त्यसलाई बनाएको छन् देवस्थान बिहा गरेको लागि। कि त मूल घरमा जानु पर्यो, देवता त हाम्रो उहीँ चाहिँ मूल घरमा हेरेर आयो नि त्यहाँ गएर त्यसैको सट्टा चाहिँ यहाँ यो देवस्थान बनाएको मानेको। अब दुलै ल्याएपछि भित्र आएपछि हामीले यहीँनिर राखेर दुला पूजा गर्न बल्ल यो मण्डपमा राखेर हामी यो सब त यादको लागि बहुत जरुरी छ क्या। कुनै दिन त म के अरे मेरै युट्युब च्यानल खोलेर आफ्नो भिडियो हेर्नलाई नि यार, कही दिन त होइन मेरो लागि भयो के अरे टाइप गरेर होइन, मतलब म हाल्छु मैले होइन, तपाईँले हेरिदिनुहुन्छ नि त। यस्तो यस्तो गरेर कृष्णले के चाहिँ गरेर रहेछ भनेर। हाम्रो अङ्कल, नमस्ते। हाम्रो हजुरबुवाको बहिनीको चाहिँ दाइजू। यो के हो, यो के हो, के हो? चाहिँ हाम्रो फुपू। नमस्ते। अनि कलश सजाउनु लाग्छ। यति ठुलो? म यो घरको फुपू हुँ है। हजुर हजुर। ल चाहिँ साथी टाढाको गुल्मी आन्टीलाई त चिनिसक्नुभयो। मेरो दादा आउँछ, मेरो नखिच है। त्यो दाँतै निकाल्नु त हो, यो बेला त हाँस्नु परेन, अहिलेपछि त हाँस्न पाइन्न। लसुन यो घरको लसुन बाबु राखेको थियो अनि उनीहरू राखेको छ। भात खाइहाल्ने त अनि। भट्टी चाहिँ गजब भयो क्या। यसमा भोलि आगो बालेको, आज यो आगो बाल्ने यसमा भोलि। मुडामा त पल्टेला यार। पल्टिन्न। अब हाम्रो खाना खाने टाइम भइरहेछ होइन। तरकारीहरू मिक्सको खाना गजब छ नि यार। यो त सबैजना बसेर खानु नि एउटा रमाइलो हो क्या। के भन्छ यसलाई भाइजू? कहाँ हो? नाम? ल हजुरले बताइदिनु त नाम। टमाटरको चटनीहरू। यो त गोपीको सब्जी भइहाल्यो होइन। यो भाँडो के को थाहा छ? भाँडो के भन्छ भाँडोलाई? काँसको ठुलो यो तसला तसला। ठुलो त्यसलाई कसौडीलाई के गरे? कुन कसौडी? ऊ त्यो कसौडी भन्छ क्या? बट्ली भन्छ। बट्ली, बट्ला र बट्ली। यो बट्ली, त्यो बट्ला। त्यो चाहिँ डोक्नी। डोक्नी गिप्सिन चाहिँ डोक्नी होला।
हामीले ओखल ओखल है के भन्छ ओखल भन्छ डोक्ने भन्छ त्यसलाई। फल 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 हजुर राम्रो भाषामा बोल्नु पर्दा तिमी खाना खाऊ है यो कसरी भाइहरूसँग खानु नि त तपाईँले ल कोल्ड ड्रिङ्क त होइन म तारिफ त कति गरिरहनु पर्छ होइन तिमी छैन तिमी आएकै छैन कति गर्ने ठिकै छ किन ढिकमा त्यति ढिकमा नजानु खाँदा खाँदै फेरि तल झर्नु पर्ला साथीहरू बुटोलको गुल्मीका भनेर अगाडेर By the way, we are not Mogar, we are Chetri. को गइरहेछ यो चाहिँ यहाँ सजाउने यो चाहिँ यहाँ सजाउने काम हुन्छ होइन यसमा ल मानिस यो के गर्ने एकछिन हेर्न मिल्छ अब यिनीहरू ठ्याक्क लग्यो होइन यो भित्र राखेर टक्क 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 दामी पाराले आइज आना आइज न ल सो हाम्रो दुला राजा भोलि के अरे पर्सि के जाति केमा फस्ने भन्छन् नि उहाँ नै हो होला होला आफ्नो पनि टाइम आउँदैछ के रे कार्डहरू है आफू चाहिँ नफसिने जस्तो म त फसिन्न हेर न पानी कहाँ यार म त